हेलो गुड मर्निङ कामरे टाँसीदेखि सेवारो र आजको चाहिँ मिनी ब्लग बनाउँछु म चाहिँ ड्युटी जानु आँटेको है गाइस र अब ड्युटी जानु आँटेको र आजको वेदर चाहिँ राम्रो छ र हात त अब त्यही हो यसरी हिँड्नुपर्छ है ड्युटी जानै पर्यो बस र तपाईँहरूलाई आजको वेदर कस्तो छ म तपाईँहरूलाई देखाउँछु आजको वेदर चाहिँ राम्रो छ है गाइस घाम हल्का हल्का लाग्दैछ र मेरो स्कुटी बाइकहरू चाहिँ यहाँ छ हाम्रो अब बहिनीको पनि स्कुल जाने टाइम हुनु आँट्यो गाइस र यो बाटो चाहिँ तपाईँको सिन्ताम जान्छ यो बाटो चाहिँ तपाईँको चाहिँ गान्तोक जान्छ है र आजको वेदर कन्डिसन चाहिँ यस्तो छ दाजु चाहिँ कुन चाहिँ इक्जाम छ अरे बहिनी साइन्स इक्जाम छ कति बजी उठेको अरे 5 बजीदेखि उठेर प्रिपेरेसन गर्दैछ यहाँनिर उसको यो चाहिँ इक्जाम हुँदैछ र ऊ चाहिँ अहिले 8 बजीतिर चाहिँ स्कुल जान्छ अहिले खाजाहरू पनि खाइसकेको छ है गाइस र आज चाहिँ म चाहिँ आमा छोरीको माया चाहिँ कस्तो हुन्छ भनेर अहिले स्कुल जाने बेलामा देखाउँछु ल तपाईँहरूलाई बहिनीको अङ्कु स्कुल आएको अल द बेस्ट अङ्कु कति बजीसम्म 11 आज के छ अरे साइन्स कस्तो गर राम्रो पक्का दामी हो यो अब स्कुल गएको बहिनी ऊ तल पुगेर पनि बाई बाई गर्छ बहिनी भाइ अङ्कु ऊ तल पुगिन्जेलसम्म बाई बाई गर्छ काटिन्जेलसम्म गयो अङ्कु बाई बाई ओके गाइस लाइक कमेन्ट र फलो गरिदिनुहोस् होला सानो मिनी ब्लग बनाएको थिएँ आज घरकै अब ड्युटी जानु आँटेको म पनि ओके गाइस सी यु नेक्स्ट ब्लग है